पश्चिम नेपालमा जान्छु एउटा कार्यक्रममा, यस्तो नेपाल विद्यार्थी कार्यक्रम भइरहेको हुन्छ, श्रद्धाले एकजना थारू महिलाले त्यो कुनामा जहिले पनि राखेको हुन्छ, आँखामा आँसु पनि हुँदैन। मैले उनको कथा सोध्छु, उनको कथा सोध्दै गर्दा उनले मलाई केटा साथीहरूले बताउँछन् तिनको छोरालाई माओवादीले मारेको मात्र होइन, छोरा मारेको हेर्नुपर्छ भनेर 2 हात पछाडि बाँधेर अचानोमा राखेर छोरा काटेको। त्यो आमा आउनुहुन्छ हाम्रो कार्यक्रममा, रुनुहुन्न, छेउमा बस्नुहुन्छ, हामी सम्मान गर्छौँ। अहिले पनि बडो मायाले जय नेपाल बाबु भनेर भन्नुहुन्छ। हाम्रो पार्टीमा यस्तो कथाहरू छैन। म अर्घाखाँची गएको, अर्घाखाँची जाँदै गर्दा कथा कस्तो छ, श्रीमानलाई मारेर कोठामा फालेको छ, 5 घण्टा 6 घण्टा पछाडि बल्ल चाहिँ श्रीमतीलाई कोठामा छिर्न दिएको छ। श्रीमती आफ्नो श्रीमानको लासमाथि रुँदै गर्दाखेरि पछाडिबाट तान्दिँदै गर्दाखेरि कानमा लगाएको लागि तानेर लिएर गएको छ। यस्ता कथाहरू गाउँ गाउँमा कस्ता कथाहरू छन्। ती कथा भनेर हामी हो नि, हाम्रो हो नि, हाम्रो जीवन हो नि त्यो। तर हामीलाई गएर चिनेको कहाँ छ, कहाँ लगेर चिनाएको छ अहिले हाम्रो बारेमा? केले गर्दा? यही 7, 8, 9, 10 वर्षभित्र गरेको सत्ताको यो लोभको कारणले गर्दा। त्यसैले मेरो पार्टीको तमाम साथीहरू सबलाई आग्रह छ, हामीहरू अहिले पनि हामी स्थानीय निर्वाचन सोचिरहेका छौँ, प्रदेशको निर्वाचन सोचिरहेका छौँ। सोच्नु पर्दैन भन्ने होइन, तर त्यसबाट बाहिर निस्कौँ। हामी त्यो पार्टीका मानिसहरू होइनौँ। यो पार्टीमा थुप्रै यो पार्टी कसैको प्राइभेट कम्पनी होइन, कसैको प्राइभेट कम्पनी होइन। यहाँ कोही ठुलो सानो छैन। अघि नै कुरा उठ्यो, म यहाँ काङ्ग्रेसको सभापति मञ्चमा बसेको मेरो पद जिम्मेवारी मात्र हो, जिम्मेवारी मात्र हो। त्यहाँ तल पछाडि पनि बस्ने साथीको पनि बराबर मेरो जत्तिकै पार्टी हो, जत्तिको हकवाद छैन। यहाँ कोही ठुलो छैन। अनि हामी अहिले वर्तमानका पदाधिकारी त ठुला छैनौँ भने भूतपूर्व पदाधिकारी भन्ने नाममा चाहिँ वर्तमान भूतपूर्व कोही पनि होइन। हामी सब बराबर हो। नेपाली काङ्ग्रेस पार्टीले त फर्काउने, पुरानो ठाउँमा फर्काउने भनेको के हो? हाम्रो त्यो ताकत फेरि आर्जन गर्ने, हाम्रो प्रतिष्ठा आर्जन गर्ने हो नि। काङ्ग्रेसको राष्ट्रिय शक्ति त्यो आर्जन गर्ने हो नि। काङ्ग्रेसको मिसन के हो? के हो मिसन? हामीले प्रस्ताव गरेका छौँ समुन्नत नेपालको सङ्कल्प काङ्ग्रेसको मिसन। के हो समुन्नत नेपाल? यसमा काम गर्ने हो नि। हामी प्रत्येक नेपालीको आय बढाउन चाहन्छौँ, तर न्यायसँग सम्झौता नगरिकन। हामी नेपाललाई समृद्ध बनाउन चाहन्छौँ, तर समानतासँग सम्झौता नगरिकन। नेपालका सबै जात जातिको, भाषा भाषीको, धर्मको बराबर हक, बराबर सम्मान स्थापित भएर पाएको समृद्धि मात्रै वास्तविक समृद्धि हो भन्ने ठान्दछौँ। प्रकृतिसँग जुझेर होइन, प्रकृतिसँग मिलेर गरेको विकास मात्रै विकास हो भन्ने ठान्दछौँ। त्यसलाई हामीले समुन्नत नेपालको एउटा कार्यक्रम सोच बनायौँ। मसँग समय छैन, म यसमा धेरै जान्नु, कुनै बेला यसको बारेमा छुट्टै छलफल गरौँला। यो सङ्कल्पको लागि काम गर्ने हो नि। यो सङ्कल्पको लागि काम गर्दै गर्दा अहिले पार्लियामेन्टभित्र आदरणीय नेता भीष्मराज आङ्ग्रामलेको नेतृत्वमा जोरदारसँग अहिले नेपाली काङ्ग्रेस पार्टीले आफूलाई प्रस्तुत गरिरहेको छ। ठिक ढङ्गले आफ्नो अभ्यास। हामी प्रिन्सिपलमा सम्झौता गर्दैनौँ। हामीले प्रश्न भनेका छौँ, विधिको शासन भनेको के हो? विधिको शासन भनेको कानुनभन्दा माथि कोही पनि हुँदैन, र कानुनभन्दा माथि कोही पनि हुँदैन, र कानुनको उचित प्रक्रियाबाट कोही नागरिक वञ्चित पनि हुनुहुन्न। त्यसैले अहिले सरकारले के भनिराख्नु भएको छ उहाँहरूले? तपाईँहरू अनुसन्धान गर्नुहोस्, तपाईँहरू पुरानो सबै फाइल खोल्नुहोस्, सबै काण्डको खोल्नुहोस् भनेको, जुन जे छन् सबै गर्नुहोस्, र त्यसमा दोषी छन् देखिन्छन् भने हाम्रो पार्टीको कोही नेता पर्छ भने नेपाली काङ्ग्रेस पार्टी त्यसमा चुइक्क पनि किन पर्यो भनेर भन्दैन। सँगै यति कुरा भन्छ, कानुनको सीमाभित्र बसेर तपाईँले गर्नुपर्छ, विधिको सीमाभित्र बसेर गर्नुपर्छ। मलाई लहर चल्यो भनेर गर्न पाउनुहुन्न, यही पनि नेपाली काङ्ग्रेसले भनिरहेको। यिनै कुरा हामीले उठाइरहेको।